गुड मर्निङ एभ्रिवान है। आज मैले एउटा एकदमै बबाल सन्देश ल्याइरहेको छु सबै नेपाली दाजुभाइ साथीहरूलाई आमदामी गराउने एउटा प्लेटफर्म रहन सक्छ। यो कुरा झुटो होइन, म आफैले पनि प्राप्त गरिरहेको कुरा हो। त्यही हिसाबले गर्दाखेरि यदि तपाईँहरू फेसबुक चलाउनुहुन्छ, फेसबुकतिर फोटोहरू अपलोड गर्नुहुन्छ, स्टोरी अपलोड गर्नुहुन्छ, रिल्सहरू बनाउनुहुन्छ भने थोरै भ्युज आए तापनि त्यो भ्युजको मूल्याङ्कनको आधारमा चाहिँ फेसबुकले डलरहरू दिइरहेको छ। त्यही हिसाबले गर्दाखेरि साधारण तपाईँको चाहिँ 100 लाइक, 150 लाइक, 50 लाइक, 20 लाइक आए पनि तपाईँले डलर प्राप्त गर्न सक्नुहुन्छ। सो अहिले चाहिँ युट्युबले भन्दा एकदमै दामी तपाईँको चाहिँ इन्कम दिइरहेको छ फेसबुकले। सो यदि तपाईँहरू पनि फेसबुकलाई मोनिटाइज गर्न चाहनुहुन्छ, मोनिटाइज गरेर चाहिँ डलर इन्कम गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि एकदमै सुन्दर भविष्य, सुन्दर इन्कम हुनेछ। सो गुड लक एभ्रिवान। सबैजनालाई मोनिटाइज गर्नुहोस् नेपालबाट फेसबुकहरू होइन। अनि भिडियो कन्टेन्ट बनाउने साथीहरूको लागि झन् कता हो कता बब्बाल इन्कम हुनेछ। साधारण फोटो अपलोड गरेको आधारमा, रिल हालेको आधारमा त चाहिँ हामीले चाहिँ फेसबुक होइन बाट चाहिँ डलर प्राप्त गर्न सकिन्छ है त। यसको विषयमा अनजान हुनुहुन्छ, जानेको छैन, बुझेको छैन कसरी मोनिटाइज गर्ने भन्ने विषयमा तपाईँलाई जस होइन खुल्दुली लागेको छ, आफ्नो फेसबुकलाई चाहिँ मोनिटाइज कसरी गर्ने भन्ने विषयमा तपाईँहरूलाई चाहिँ जानकारी लिनु छ भने चाहिँ मलाई सम्पर्क गर्नु होला है त हजुर। थ्याङ्क यू।